हेलो नमस्ते सबैजनालाई। गोर्खाली भान्सामा चाहिँ मैले सेलको रेसिपी लिएर आएको छु। यो चाहिँ एक रात भिजाएको चामल लगभग 12 घण्टा भिजाएँ। अनि त्यसपछि त्यसलाई मिक्सरमा राखेर पानी निथारेँ पहिला, त्यसपछि मिक्सरमा राखेर ब्लेन्डर गरेँ। खस्रो मसिनो ठिक्क हुने गरेर ब्लेन्डर गरेपछि चिनी पनि मिसाएँ मैले। चिनी पनि मिक्सरमै एकफेर ग्राइन्डर गरेपछि मजाले पग्लिन्छ। हजुरहरूले राम्रोसँग हेर्न सक्नुहुन्छ। त्यसपछि ठिक्क हुने गरेर त्यो चामल र चिनी मिलाएर मोले त्यसमा घिउ राखेँ। त्यसपछि अलिकति अनि स्वादको लागि बास्ना आउँछ नि त, अलिकति मसला पनि राखेँ, ल्वाङ सुकमेलको धुलो, घिउ राखेपछि अनि मजासँग माडेर लगभग 2 घण्टा जति रेस्ट गर्न छोडिदिएँ। 2-3 घण्टा मलाई यो अलिक छिटै चाहिएको भएर हो, नत्र लगभग 5-7 घण्टा रेस्ट गर्न छोडिदिने भने झन् धेरै राम्रो फुल्छ रोटी। तपाईहरु कसरी बनाउनुहुन्छ यो चाहिँ मेरो तरिका हो। तपाईहरु अब सबैले एउटै तरिकाले बनाउँछन् भन्ने हुँदैन। मलाई चाहिँ त्यो गिलो पिठो मिक्सरमा बनाउन भन्दा यसरी नै माडेको मनपर्छ। तपाईहरुलाई कसरी मनपर्छ? हुन त यो सेलरोटी धेरै ठाउँमा पाक्ने चिज हो, सबैले बनाउन, धेरैजनाले नेपालीहरूले बनाउन जान्नुहुन्छ। ल 2-3 घण्टा पछि चाहिँ त्यसमा मैले पानी राखेर अनि मेल्ट गरेँ, लम्सहरू नबस्ने तरिकाले। हेर्नु न मेरो हातमा कति धेरै पोलेको छ नि, हातभरि पोलेको फोका छ। त्यसपछि मैले चाहिँ सनफ्लावर तेलमा बनाउँछु। त्यो आफूलाई कस्तो बनाउनलाई चाहिँ सुइटेबल हुन्छ त्यही अनुसारले पिठो बनाउनु होला। अब पातलो, कसैले धेरै पातलो बनाउनुहुन्छ, कसैले अलि बाक्लो नै गर्नुहुन्छ। म चाहिँ अलि पातलो नै खेलाउँछु पिठो। नर्मल्ली अरूले खेलाउने पिठो भन्दा मैले पातलो नै खेलाउँछु। त्यो पातलो नै भए पनि हातले नै बनाउँछु मैले चाहिँ सेल। अनि सनफ्लावर तेलमा बनाउँछु मैले चाहिँ। तेलमा यो चाहिँ पहिल्यैदेखिको चलन है, तेल तातो कि तातेन भनेर। अनि अग्निलाई दिन पनि हामी त्यसरी नै हाल्छौँ। अनि बाहिरतिर फाल्ने गरेपछि यो चाहिँ पहिलो सेल बन्यो। त्यो पहिलोचोटिको चाहिँ खासै हुँदैन, त्यसपछि चाहिँ बिस्तारै बिस्तारै राम्रो हुँदै जान्छ। सेलरोटी फुल्लिन चाहिँ पहिलोचोटि नै राम्रो फुल्लेको छ सेल। मैले बनाएको सेलरोटीहरू धेरैजनाले मन पराउनुहुन्छ। आज चाहिँ मैले पुरै भिडियो युट्युबमा नै राख्देँ। तपाईहरुलाई मनपर्छ कि पर्दैन कमेन्ट पनि गर्नुहोला। भिडियो कस्तो छ यसरी नै बनाएर खान पनि सक्नुहुन्छ। अब धेरै पर्वहरू आउँदैछ, बिस्तारै बिस्तारै केही पनि बस्दैन भित्र, एकदमै खोक्रो हुन्छ रोटी चाहिँ मैले बनाएको। यसरी नै हजुरहरूले पनि बनाउन सक्नुहुन्छ। मैले चाहिँ विशेष त टाइचिन चामलले बनाउँछु। हजुरहरूसँग लोकल चामल छ भने लोकल चामलको पनि हुन्छ, त्यसपछि मोटा चामलको पनि हुन्छ। मोटा चामलको नि एकदमै राम्रो बन्छ। यसरी नै हजुरहरू पनि बनाएर खानु।